ओहो विदाउट भिजा विदाउट प्लेन म आइपुगे डेनमार्क। डे 3 with this view हाम्रो डे 3 को भ्यू चाहिँ यस्तो छ। बादल माथि हामीहरू छौं। कति यही भ्यू देखाएको भन्नुहुन्छ होला तर राम्रो छ त देखाउनु पर्यो। ल छिटो छिटो यता बादल वर्षा बिजुली। हेलो अहिले चाहिँ फोटो भिडियो सुट भइरहेछ यस्तो राम्रो ब्याकग्राउन्डमा। अब हेर्नेहरूलाई आहा जस्तो लाग्यो भने आउनु होला, हामी घुमाइदिइहाल्छौँ नि। हाम्रो दुईजना आमाहरू हेलो भन्नु। आमा हेलो 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 आमा नि हेलो भन्नु। यस्तो राम्रो आमाहरूसँग बसिरहेको छौँ हामी गफ हानेर, यहाँ आमाहरूको गाउँको बारेमा सुन्दै। जाँड हो आन्टी? लोकल 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 हो। अनि यो डिब्बामा भरेर राख्नुहुन्छ? यहाँ ठिकै झ्याउ बोतलमा हालेर राख्नु। ए हिजो बेलुका बनाउनु भएको? हजुर। ए यस्तो हुन्छ यहाँ। खानेकुरो पाकिसक्यो। के को तरकारी हो यो? घिरौला बोडी आजको वेदर यस्तो छ, घाम लागेर। एउटा नानीलाई नानीको माया नि अन्त मेन अझ कोही कसले हो नि नखाने बाख्राको। कताको बाख्रा हो? उनीहरू दुईजनाले त खान्छ कि मैले मात्र खायो क्या? त्यही राख्ने कि बेलामा राख्ने नानी? मलाई त हालिदिनु भइसक्यो। जाऊ न तरकारी लिएर खसीको मासु के। अब चाहिँ हामीहरू यो घरलाई छोडेर अर्कैतिर जाँदैछौँ। बाई बाई। यो घरमा 2 दिन एकदम राम्रोसँग बस्यो। ए यो घरमा बस्दा कस्तो आइरहेको छ? यस्तो भ्यू हेर्न पाइरहेको थियौँ होइन। अब चाहिँ हामी यहाँबाट बिताइ भएर गयौँ ल आमा। ल धन्यवाद। ल धन्यवाद। 2 दिन हाम्रो सेवा गर्नुभयो। अब चाहिँ हामी गाडीमा जान्छौँ, तल जान्छौँ, तल यो घरबाट तल बजारमा। जुन अस्ति हामीहरूले पहिलो दिन आएर आइसक्रिमहरू खाएको थियो त्यतैतिर बजार। लु परिना हिँड्यो हामीहरू। ल कस्तो राम्रो भ्यू आउने थियो बिहान उठ्न साथ। अब ठिकै छ, अब तलतिरको भ्यू हेर्ने। बिहान बिहान उठ्दा त क्या मजा आउँथ्यो नि। ल ठिक छ। ल यो डे 3 भन्दै यो भ्लगमा ड्रेस चेन्ज भएर होला। हामीहरू चाहिँ बिहान उठेर एकचोटि माथि गएर अनि फेरि भ्यू राम्रो देखेर फेरि कुद्दै कुद्दै आएर ड्रेस चेन्ज गरेर फेरि माथि गएर फोटो खिचेर फेरि घर आएर फेरि यही ड्रेसमा। अनि एकदम गर्मी छ त्यही भएर जिन्सहरू लगाइसक्नु नै रहन्छ कि होइन पर्न? आजको दिन त एकदम बिहानदेखि भाग लाउँदिन। अब त सक्दिनँ मरिन्छ अति गर्मी यहाँ। अड्छ त हामीहरू। यो गाडी आइरहेछ हामीलाई लिनलाई चाहिँ। हामीहरू फाइनली निक्ल्यौँ।
यहाँबाट मामा घरबाट यो भ्यूलाई छोडेर हेर बिहान बिहान उठ्दा यस्तो भ्यू हेर्न पाइरहेको थियौँ ठिकै छ अब अर्को हेर्छौँ भ्युअरहरूलाई नयाँ नयाँ भ्यू देखाउनु पऱ्यो नि होइन के देखाउनु अन्टिल नेक्स्ट टाइम आजबाट आमाहरूसँग नि हामी छुट्छौँ होइन त आमा राम्ररी बस्नु है त हामी फेरि आयो भने हामी हजुरहरूलाई भेट्नेछौँ ल आमा बाई अहिले पछि हामी आउन सक्छौँ ल अब चाहिँ हामीहरू त्यहाँ तल बेसी आइसक्यो माथि गाउँबाट तिमीले नि कसरी जान्छौ भनेको तिमी त गाउँ आउँदैन रहेछ यस्तो छ यहाँ तलको घरहरू चाहिँ हामीहरू चाहिँ गाउँबाट तल झरिसक्यौँ आज त मजाले निन्द्रा लाग्छ यार अहिले हाम्रो रुम पनि देखाउँछौँ अहिले पछि हामी डेनमार्क जाँदैछौँ ए केराको बोटे हामीहरू अहिले फेरि दिदीको घर आएर अहिले हामीलाई दिदीले घुमाउँदै हुनुहुन्छ हेलो दिदी ए यहाँ अहिले फेरि हामी रेडी भएर गइसक्यौँ हिँड्यौँ ल हामीहरू चाहिँ अलिक तल आइसक्यो अब हामीहरू कहाँ जाँदैछौँ रे अब खोला तरेर यो परिनालाई चाहिँ एकदम खोला आउन मन थियो कि अनि त्यही भएर दुईचोटि लडी पनि सक्यो अब क्यामेरा अन थिएन हामीहरू लाइभ दर्शक के उडेर गयो बटरफ्लाई नै होइन फेरि बटरफ्लाई भने चाहिँ कति नै इङ्ग्लिस बोल्यो भन्दैन होला ल हामीहरू चाहिँ अहिले आइपुग्यो यहाँ गर्मीले यस्तो पिपलको बोट तल बसिरहेछौँ वहाँबाट आएको काँट पर भएर यहाँ चाहिँ टिकटक यस्तो राम्रो यो तनाउ चाहिँ पुरै ग्रिनरी नै रहेछ मैले बुझिसकेँ अब जताततै गरे यस्तै ग्रिन भ्यू मात्र आउने पसिना यस्तो छ नि गर्मी त ए अस्तिको भ्लगमा चाहिँ मैले हामी सायद पोखरा जान सक्छौँ भनेको थिएँ होइन अहिले चाहिँ गण्डकी प्रदेश सबै बन्द भएर नगएको है फेरि गफ मात्रै दियो भन्ने होला मैले भर्खर सम्झिरहेको छु क्या त्यही भएर बन्द भएको छ भन न त्यही त गण्डकी प्रदेश सबै बन्द छ त अनि भएको छ भन्नु पर्दै पर्दैन नि न्युजमै छ जताततै छ कसैले हेर्दैन यार तर गण्डकीको चाहिँ के अब हामी बागमतीको भयो नि त अहिले यति गर्मी छ यहाँ त्यही भएर हामीहरू गाउँहरू नै टुर हानिरहेछौँ गाउँहरूको ठाउँहरू त्यही हो म अनि पछाडिको के भन्छ यो ठाउँलाई दिदी डेनमार्क ओहो विदाउट भिजा विदाउट प्लेन म आइपुगेँ डेनमार्क हजुरहरूले फ्रीमा विदाउट भिजा विदाउट पासपोर्ट विदाउट टिकट विदाउट एयरपोर्ट आउन चाहनुहुन्छ भने वेलकम टु डेनमार्क आउने भाइ कन्ट्याक्ट मी ल कन्ट्याक्ट नम्बर छोड्दे मेरो होइन हेर्ने हेर्ने खेल गर्दा गर्दै ल हेर न अब दिदी हेर कुदेको बिचरा दिदीलाई दुःख दिएर यस्तो खोला त के हो र हामीहरूकोमा त खतरा खोला खाने मेलम्सीको भ्युवरहरूले त के देखेको यस्तो खोला भन्छ होला त हाम्रो नि अहिले त सानै छ त त्यही पनि ओहो खोला खुट्टा हालेपछि त क्या आनन्द आयो
तिम्रो त्यो चप्पललाई त छाल्नै पर्छ हेर केटी तिम्रो त्यो चप्पललाई त छाल्नै पर्ने रहेछ ल पढ्न खुसी हेर्न सक्नुहुन्छ भ्यू ओ बुढाहरू हेलो हेलो आमामामा तिमीहरू यहाँ दिनकै आउँछौ तिमीलाई मैले पुरा क्याप्चर गरिरहेको छु के ल भाइहरू अब हामीहरू लाग्यौँ बाई बाई यस्तोबाट अब चाहिँ हामीहरू लाग्नुपर्छ किनभने कति बज्यो भने ओइ कति बज्यो 4:49 भइसकेको छ अनि हामीहरूले खाजा खाएको छैनौँ त्यही भएर अब चाहिँ चटपटे आइसक्रिम यस्तो यस्तो कुरा खानुपर्ने हुन्छ लास्टै गर्मी हो यहाँ परिना ल अब हामी कता जानु लाग्यो भनिदिनुहोस् छाता बोक्ने दिदी हामी अब घर जान लाग्यो यता हेरेर अब हामी घर जान लाग्यो कस्तो लाग्यो त भ्यू बप्पाल है कतिवटा भ्युअरहरू एक्सक्युज मी मेरो भ्युअरहरू उहाँको टिकटक आइडी चाहिँ म तल यस्तो मेन्सन गरिदिन्छु होइन फलो गर्ने है भाइरल हुनुहुन्छ हाम्रो दिदीहरू एकदमै खतरा खतरा भिडियो है आज मात्र हामीले यस्तो राम्रो राम्रो दिदीको भिडियो बनाइदिएको छौँ नि म आइडी पक्का मेन्सन गर्छु तल डिस्क्रिप्सनमा यही हो डेनमार्कको केभ हामी अहिले डेनमार्कमा छौँ साथीहरू हेर्नुहोस् घर बसी बसी फ्रीमा डेनमार्क हेर्नुहोस् ल हामीहरूको पछाडि छ डेनमार्क वी आर इन डेनमार्क गाइज ल यही हो हाम्रो दिदी डेनमार्कबाट चढेर माथि पुग्नु भइसक्यो अब युरोपबाट नेपाल झर्नु अब एकछिनमा नेपाल पुग्नुहुन्छ दिदी एकछिनमा पखरौँ है अब चाहिँ हामीहरू अघि त्यहाँ डेनमार्कतिर पुगेर घर आएर चिसो सिसो खाएर ओहो म चाहिँ यता गइरहेको हुन्छु यता चटपटे खान चाहँदैछु ल है ल फेरि हाम्रो गाइड बन्नु भइसकेको छ दिदी आजको गाइड दिदी अब चाहिँ हामीहरू चिकन चटपटे खान गइरहेको छ अब हामी चिकन चटपटे कहिले सुन्नुभएको छ सुने होला हामी देखाउँछौँ फाइनली हामीहरूको चटपटे आए कस्तो होला हौ मान्छेहरू एट्याक एट्याक हामीले आइसक्रिम पाइसक्यौँ खै दिदी खै 30 रुपियाँ खाने भयो कम्ती पोखरा ए पता अघि घर पोखरा भनेको पोखरा बिमार तनौ चटपटी कस्तो थियो चटपटे त मिठो पानीपुरी मिठो तर यति खायो कि अब हामीहरूलाई अब के हामीहरूलाई एउटा वन्दनाको मामा घरमा फेरि अर्को मामा घरमा खाना खान बोलाएको छ कसरी खाने भनेर हामी यहाँ टेन्सनमा छौँ कस्तो लाग्यो एकदम बवाल यतिकै मैले लिएर जान्छु तिमीहरूलाई मैले नमिठो कुराहरूसँग केही खुलाएको छैन छैन तनहुमा आएर हामीले एउटा पनि नमिठो केही खाएकै छैन अब अहिले त ठाउँ छैन अब खाना पनि कसरी खाने हौ र त्यही हो गाइड अब एकछिनमा हामी खाना खान जानुपर्ने हुन्छ इन्भिटेसन आछ हामीले 6-7वटा घर त भ्यायो होला है खाना खाएर यहाँ 3 दिन बस्दा त
ल मोटाउँछ होला हौ दिदी हामीहरू चाहिँ खाना खाना आएको यति भेराइटी छ कति खानु यहाँ हुनुहुन्छ हाम्रो बाबु सबैलाई धन्यवाद यति मिठो खाना पकाएकोमा धन्यवाद बाई एकदम मिठो अटाइ नअटाइ भने खान्छौँ फेरि पनि सम्झेर बस्छ है हामीलाई बाजे बाई बाई धन्यवाद ल अझ खाएर अझ बलियो भएर बस्ने यत्तिकै हामी कति वर्षपछि आउँदा पनि यत्तिकै देख्यौँ सेकेन्ड जन्म बिचरा बितिसकेको कोरोनाले गर्दाखेरि लम्बा जिन्छ के यहाँ कान्छाले गर्दाखेरि चाहिँ राम्रो चाहिँ बाजे ल आन्टीलाई त भोलि भेटौँ ल बाई 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 बनाना फुपू यहाँ उरे हामीहरू चाहिँ निस्क्यौँ बनाना फुपू बनाना फुपू भन न एकचोटि ल अब चाहिँ हामीहरू यहाँबाट लाग्यौँ अहिले चाहिँ हामीहरू त्यहाँबाट खाएर फेरि यता घरमा आइसक्यौँ आजको हाम्रो रुम चाहिँ यो हो तीनजनालाई एउटा बेड छ यो बिचको मेरो हो किनभने फ्यानको तलसम्म पहिल्यै बाटो भएर यो चाहिँ म सुत्ने यसमा भन्छ कि यिनीहरू हेर्नु नि यहाँ दाले मर्नै लागेछ रिसर अहिले एकछिन मलाई निन्द्रा नलाइन्जेल त सुत्न दिन्छ तर हामीहरू आज धेरै सुत्दैनौँ होला हामी 4 दिनको लागि तनहु आएको थियो होइन अनि आज चाहिँ हाम्रो लास्ट नाइट हो भोलि हामी आफ्नो घरमा हुन्छौँ अनि यो 4 दिनभित्रमा मैले मगरहरूको धेरैवटा कल्चर हेरिसकेँ बुझिसकेँ होइन त पर्न मगरहरूलाई सकिन्न रहेछ ल होइन कि कस्तो खुसी भएर त्यही पनि के कस्तो है अरू त रिसाउँछ नि त गयो भने यहाँको चाहिँ मलाई एकदम राम्रो सबै प्रत्येक घरमा हामी 6वटा जति घरमा गयो होला हामीहरू होइन अब अझ बस्यो भए त कतिवटा पो घर लाग्थ्यो होला बन्धनाले हामीहरू चाहिँ यति मोटाएर जान्थ्यो होला अनि त्यही हो मलाई एकदम राम्रो लाग्यो रमाइलो भयो तर 2 दिनपछि त घरै ठिक लाग्ने नि जे होइन आफ्नो घर भने होइन फेरि यहाँ चाहिँ एकदम राम्रोसँग हामीलाई चाहिँ हामी यस्तोमा हुर्केको नि होइन अनि त्यही भएर म त एकदम राम्रो लाग्यो यहाँको रहन सहन यहाँको सबै कुरा हेरौँ नि त ल त्यही हो अब हाम्रो चाहिँ सक्यो अब म भोलिको भ्लग चाहिँ गर्दिनँ होला किनभने गएको त के भ्लग गर्नु आउँदा पो इन्ट्रेस्टिङ हुन्थ्यो र अब जाँदा त मस्त सुतेर जाने हो भोलि चाहिँ हामीहरू बेलुका होइन बिहानको 3 बजे यहाँबाट हिँड्छौँ काठमाडौँ दिउँसो नै पुग्छौँ होला सायद त्यही भएर भोलिको भ्लग खासै गरिँदैन डे 3 भनेर चाहिँ आजको भ्लग आउँछ त्यही हो यति नै थियो अब हाम्रो कलेज जानुपर्ने हुन्छ हुन त के कलेज जानु 19 गतेदेखि बन्द भनिरहेछ त्यो उसै नै समर भ्याकेसन थियो यसै नै समर भ्याकेसन थियो अनि यो समर भ्याकेसनमा चाहिँ हामीहरूले वन्दनाको गाउँ आउने प्लान चाहिँ हाम्रो पहिल्यैदेखि थियो नि 1 वर्ष अगाडिदेखि नै भनौँ न अनि मेरो गाउँ जाने पनि थियो अब मेरो गाउँ जाने चाहिँ नेक्स्ट भ्याकेसनमा हो त्यही हो अहिले यहाँको चाहिँ एकदम राम्रो लाग्यो सबैजना एकदम फ्रेन्डली एकदम खुसी भएर हामीहरूलाई गर्नुभयो त्यसको लागि सबैलाई धन्यवाद भन्दै अहिलेलाई मैले यो भ्लगलाई यति नै गरेँ बाई बाई थ्याङ्क यू सो मच यति धेरै खाएर आएको छ कि पुरा नगरौँ त्यही भएर अब चाहिँ एकछिन हावामा सुत्नुपर्छ भ्लग एडिट हानेर ल बाई बाई थ्याङ्क यू सो मच लास्टमा भ्लग हेर्नेहरूलाई धन्यवाद